ननिकाल है हामी दामी निक्लिरहेछ हौ हामी चाहिँ यहाँ लन्च खान गएको लन्च खाने जग्गा नपाएर डुलिरहेको छु लन्च खाने जग्गामा गयौँ लन्च पाउँदैन हामीले यत्रो बेर धेरै कुरा बोलेका थियौँ तर सबै वेस्ट भयो चिनी जस्तो गरेर हेरेँ त आन्टीले चिनेको त आन्टी हो त उता ए हो उहाँको उयो नि उयो लन्च खाने जग्गा भन्न हौ जुत्ता चाहिँ किनिदियो ल डोनेसन जुत्ता एउटा जुत्ता किन्नु पर्ने छ उहाँ गरिबको लागि डोनेसन उठाउनु लागि पैसा मेरो एकाउन्टमा पनि दिन्छु ल ओइ त्यसमै खानु होइन त निकाल त बाहिर ट्रे निकाल्दा यसले त ट्रेमै खानु आँटेर मान्छे खाने कुरा गर्दैछ है छामासी समय छ इलाको कुलाङ इलामा नहुँदैन खाएला के कसो के हो 2 बजी पुर्यायौँ एकछिन घुमेर भए पनि अहिले ब्लगमा जेसुकै नभन् कि मेरो त्यहाँ लन्च खाने टाइम कम्ती बनाइदियो ब्लग इज ही नट वाचिङ मेरो लन्च खाने टाइम घटाइदियो भने चाहिँ उयो हुन्छ है किनिदिन्छ भने त्यो त जुत्ता दोकान त गइसक्यो त हौ जुत्ता सक्यो हो अब नेक्स्ट जेनेरेसनमा के दिन्छ म धनी हुँ न त कुन दिन त मेरो बोली लाग्छ होला नि तैँले भनेको होइन दाजु लाग्छ हौ साँच्ची जुत्ता किनेर मलाई गिफ्ट दिएको हेर्न चाहन्छु म ल मेरो यहाँ यो भिडियोबाट पैसा आएपछि म तँलाई जुत्ता फर्स्ट गिफ्ट ल के को जुत्ता मात्रै सबै कुरो दिनुपर्छ नि त ओके तपाईँ आएको त तर तेरोमा त छ नि त तेरोमा नहुँदा मैले बा अहिले किनिदिन्थ्यो तर तेरोमा पैसा छ भनेर थाहा भएर मैले नकिनेको मेरो एकाउन्ट चेक गर्ने त्यहाँ मलाई किन्ने ल फिक्समा हो त यसले त कहाँ लुकाएर राख्छ पैसा ल बाई 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 सी यू मजा लाग्यो सेट सङ अब सिङ्गरहरूले पैसा कमाएको सुनेपछि यिनीहरूले पनि गीत गाउनु ट्राई गर्दै जिन्दगी धेरै छ see you tomorrow है लाइक कमेन्ट गरिदिनु होला सपोर्ट गरिदिनु सब्सक्राइब गरिदिनु थ्याङ्क्स फर वाचिङ